हेलो नमस्ते हेलो नमस्ते वेलकम टु आवर न्यू भिडियो। आज चाहिँ हामीले च्यालेन्ज लिएर आएका छौँ। आज चाहिँ बिहान्सले सँग भिडियो बनाउन नमानेको भएर आज हामीसँग चाहिँ श्रियान्सी बिहानको साथी। आज हामी नो थम च्यालेन्ज लिएर आएको छौँ। यसमा चाहिँ हाम्रो 4 राउन्ड हुनेछ। आर यु एक्साइटेड बिहाना एन्ड श्रियान्सी? यस यस नो थम च्यालेन्ज। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। ल हाम्रो च्यालेन्ज चाहिँ अब सुरु भइसकेको छ। अब सुरुमा चाहिँ हामी गर्दैछौँ बनाना पिल। हामीसँग चाहिँ 2टा बनाना आइसकेको छ। अब बनाना च्यालेन्जको लागि श्रियान्सी र बिहानाले एउटा बनाना लिएर पिल गरेर खान्छन्। श्रियान्सी बिहाना नाउ स्टार्ट। जित्न लागेको छ। श्रियान्सीले जित्छ जस्तो छ। श्रियान्सीले जित्छ जस्तो छ। हातले मुखले गर्न पाइँदैन। न युज गर्न पाइँदैन। बिहान क्यामेरामा देखाउनु पर्छ। लु छिटो तिमी पनि गर छिटो। नो हातले त्यो ल सजिलो रहेछ श्रियान्सी पिल गर्न। तिमीलाई सजिलो लाग्यो? बिहान तिमीलाई कस्तो लाग्यो पिल गर्न? सजिलो कि अप्ठ्यारो? अप्ठ्यारो। बस रुलाएगा क्या? यसरी तिमीले क्यामेरामै देखाएको छैनौ क्या? क्यामेरामा देखाउनु पर्यो नि त। फेरि चिटिङ भनिसिन्छ। वाउ विनर चाहिँ श्रियान्सी भएको छ। यो राउन्डको विनर। स्वागत तो करो हम। बनाना पिलको। बिहान तिमीलाई कस्तो फिल भएको छ? ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। बिहान खानामा मक्क छिन्। हारेकोमा केही छैन होइन बिहान। गेम भनेको हार्ने र जित्ने त हुन्छ नि होइन बिहान? ल यस इन्जोय योर बनाना। राउन्डको विनर भयो कि चाहिँ श्रियान्सी। अब बिहान अब सेकेन्ड राउन्ड जित्नुपर्छ हस्। सेकेन्ड राउन्ड बिहानले जित्ने हस्। अब अर्को राउन्ड छ हाम्रो ABCD किनभने बिहानलाई धेरै लेख्न आउँदैन। श्रियान्सी कतिमा पढ्छौ तिमी? युकेजी। श्रियान्सी युकेजीमा पढ्छिन्। बिहान कतिमा पढ्छौ? नर्सरी। त्यही भएर उनीहरूलाई सिम्पल लेख्नको लागि मैले दिएको छु। ल ABCD लेख्ने हस् विदाउट थम। ए लेखेछौ? ए ल के अरे श्रियान्सीले ए लेख्दैछ भने सी पनि दिदीतिर फर्केको हुन्छ। डी दुवैजना कम्पिटिसन भयो। वाउ दुवैजनाको चाहिँ अहिले ड्र भएको छ है। यो श्रियान्सीले ABCD लेखेको भने यो बिहानाले लेखेको ABCD। ई चाहिँ लास्टमा अहिले लेखेको यो बिहानाको। ल दुवैजना चाहिँ ड्र भएको छ। ल अब पर लैजाऊ। अहिलेको यो राउन्डमा चाहिँ दुवैजनाले ABCD ड्र लेखेको भएर दुवैजनाको पोइन्ट 1 बिहानाले पनि 1 पाएकी छिन् भने श्रियान्सीको 2। नेक्स्ट राउन्डको लागि हामी जाँदैछौँ। नेक्स्ट राउन्ड छ हाम्रो चकलेट राउन्ड। मारो मुझे मारो नहीं ये मजाक हो रहा है। एक सेकंड यार मजाक हो रहा है। चकलेट खाने एक्साइटेड हो? बिहान आर यु एक्साइटेड फर योर चकलेट? यस। दुवैजना चकलेट खान एक्साइटेड छन् तर यो चकलेट चाहिँ इजिली खान पाइँदैन किनभने यो नो थम च्यालेन्ज हो। यो थम बिना हजुरले चकलेट खोलेर खाने हस्। अब यो चकलेट चाहिँ नर्मल चकलेट होइन, मल्टिभिटामिन चकलेट हो। ल हामी माझ आइसकेको छ मल्टिभिटामिन। बिहान र श्रियान्सी आर यु एक्साइटेड फर चकलेट राउन्ड? चकलेट खोलिस्यो अनि चकलेट खोलेर खाइस्यो त। को फर्स्ट खाने? यसरी माथि मुख हुँदैन। मुख युज गर्न पाइँदैन बिहान। कमन हो त्यहाँ देखाऊ क्यामेरामा माथि देखाएर। खोला हेर खोला। दुवैजनाले खोला। हजुरलाई कतिको सजिलो लाग्यो चकलेट खोल्न? उलेको जस्तै। के को जस्तै? उदे के हो त्यो भनेको मलाई थाहा भएन। श्रियान्सी चकलेट खोल्न यो थम बिना खोल्न कति सजिलो रहेछ? तिमीलाई सजिलो लाग्यो? खोल्न सक्यो? तिमीलाई कतिको सजिलो लाग्यो बिहान
सजिलो लागेन मेरो दुवैजनालाई चाहिँ चक्लेट चाहिँ खोल्न सकेन अब यो अभियसली यस्तो खालको चक्लेट छ त्यो भएर खोल्न गाह्रै भयो मुखले दाँतले टोकेर ल दुवैजनाले दाँतले टोकेर गर्दैछन् नो थम च्यालेन्जमा चक्लेट ऱ्यापर खोल्न चाहिँ उनीहरूलाई गाह्रो नै भयो मामु खोल्दैछु अरे अब यो चक्लेट खान मात्रै पाइने होइन नि छोरी यो त च्यालेन्ज हो नि त भन चक्लेट खोल्दिनु कि नखोल्दिनु मैले खोल्दिनु तिमी भन बिहान चक्लेट खोल्दिनु कि नखोल्दिनु मैले खोल्दिनु उनीहरूले नो थम च्यालेन्जको यो सक्दैनौँ भनेर भनिसकेको छ त्यो भएर मैले आफै खोलिदिन लागेको यो थम बिना चाहिँ यो पकडेर टिपेर खानु पर्यो आफैले मैले खोलिदिएको छु हजुरले टिपेर खाने हस् राख्ने कि खाने छिटो छिटो को खानु पर्यो हजुर टोकेर जित्ने हो श्रेयान्सीले टोकेर जितिसक्यो तिमी टोकिदेऊ न तिमी टोकेर यसमा फर्स्ट हुनु पर्यो नि त खाएर गेम खेलेको हो त नि यतिखेर थाहा पाउँदैछौ तिमी गेम खेलेको श्रेयान्सी फर्स्ट हुन आँटिसक्यो टोका छिटो गेम यसो खेल्ने हो अनि यो फर्स्ट खाएर पनि गेम हुन्छ नि त यो राउन्ड चाहिँ श्रेयान्सीले जितेकी छिन् बिहान तिमीले चाहिँ के बुझ्यौ अरे हामीले गेम खेलेको हो र अहिले को फर्स्ट हुने हो र पो भन्छन् बिहान त्यतिखेर तिमीले अहिले जितेको हो ल कङ्ग्रेचुलेसन्स अहिले पनि श्रेयान्सीले यो राउन्ड पनि श्रेयान्सीले जितेको छ श्रेयान्सीको 3 पोइन्ट्स बिहानको 1 पोइन्ट अब हेर्दा त सिधै के भयो खोलिदिन्छु अरे बिहान चाहिँ अब रिसाइसकेको छिन् यो गेममा अझै एक राउन्ड छ अझै एक राउन्ड नो बिहान चाहिँ पुरै कम्पिटिसनमा आइसकेकी छिन् अब रिसाए जस्तो बिहान के भयो अरे बिहान यो राउन्ड पनि मै जित्छु ड्रागन फ्रुट खुवाएर बिहान श्रेयान्सीले जित्ने अरे यो राउन्ड तिमी न म बडा यहाँ लाग्छु म केही खेल्नै दिदिनँ श्रेयान्सीले यो राउन्ड पनि जित्छु भनेर च्यालेन्ज गरेकी छिन् ल अब ड्रागन फ्रुट च्यालेन्ज सुरु भइसकेको छ श्रेयान्सीले सुरु गरिसकिन् बिहान कमान बिहान छिटो छिटो खाने छिटो श्रेयान्सीले जितिन् बिहानले पनि खाइसक्न आँटेकी छिन् दुवैजनाले ल श्रेयान्सी तिमीले यो गेम जितेको छ नि खुसी लाग्यो तिमीलाई यो गेम जितेर खुसी लाग्यो अब फेरि अर्को च्यालेन्ज गर्ने कि नगर्ने गर्ने ल बिहान चाहिँ खेल्दैन श्रेयान्सीसँग खेलेर फेरि जित्ने हो म जित्छु ओके श्रेयान्सी हार्छ अर्को गेममा ल अर्को च्यालेन्जको लागि चाहिँ दुवैजना यहाँ कम्पिटिसन अहिलेदेखि सुरु भइसकेको छ आजको गेमबाट हजुरले के जानिसो भने चाहिँ यो थम बिना चाहिँ हामीलाई काम गर्न गाह्रो हुँदो रहेछ है यो थम भएन भने गाह्रो हुन्छ हजुरलाई आजको यो नो थम च्यालेन्ज भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला हाम्रो यो भिडियो मन परेमा लाइक गर्नु होला सब्स्क्राइब अनि हाम्रो यो भिडियोलाई चाहिँ लाइक गर्नु शेयर गर्नु अनि कमेन्ट गर्नु होला थ्याङ्क यू फर वाचिङ बाई सबैले बाई गर बाई